रुनु भएको छ यसमा एकदम धरधरी धेरै छ। म मेरो आमाको एकदमै क्लोज थिएँ आमासँग, अनि मैले प्रोजेक्टको लागि अब मैले जब सबै सेक्रिफाइस गर्दाखेरि आमाहरू मेरो परिवारहरू सबैले भोग्नु परेको थियो। अनि मलाई एउटा खुसीको के कुरा लाग्यो भने म तपाईँलाई भन्छु, तपाईँहरू सबै काठमाडौँमा भएकोले तपाईँले बुझ्नुहुन्छ, पार्क भिलेज गएको थिएँ आमालाई लिएर। हामी एकदम तपाईँले रिलेट गर्न सक्नुहुन्छ, मिनरल वाटर अर्डर गरेँ है आमालाई। आमाले के भने छोरा यो पैसा तिर्न सक्छस् भन्नुभयो मलाई। मैले सक्छु नि आमा। अहिले धेरै फरक भएको छ। म अहिले यहाँ सबैमा फ्रीमा बस्छु, उहाँहरूले लिएको हुन्छ, म यहाँ बस्दाखेरि उहाँहरूको सभा बढ्छ। यसलाई चाहिँ बाहिरमा चाहिँ अब स्पोन्सरसिप भन्छ भन्दा आमाले पत्ताउनु भएन। यसले गफ हाने भन्नुभयो। अनि अब आमालाई कसरी बुझाउने? अहिले मैले रेडबुलको टोपी लगाए बापतमा अब करोडौँ पाउँछु मैले होइन। अब आमाले बुझ्नुहुन्थेन। तर प्रोजेक्ट सकेपछि जब आमालाई मैले आउँदाखेरि टक्क हाम्रो राजदूत युकेका आउनु भएको थियो होइन, रेन्ज ओभरमा टक्क लगाएर एउटा चाहिँ ब्रिटिसको झन्डा, एउटा चाहिँ नेपालको झन्डा लिएर वेलकम गर्न आउनु भएको थियो। त्यसपछि बाहिर निस्केपछि त्यहाँ ब्यान्ड बाजा थियो, मिडियाहरू हुनुहुन्थ्यो होइन। अनि आमाले त्यो देखेपछि यो छोरालाई केही न केही त गरेछ कि भन्ने थियो। तर म कथा भन्छु, हामी सबैले भोग्यौँ। अनि त्यसपछि के भयो भने आमा यहाँ एउटा कोठामा बस्नुहुन्थ्यो काठमाडौँ, 2 वर्ष भएको थियो उहाँको उपचारको लागि। एउटा सानो कोठा है, अब त्यहाँ सोफा पनि त्यहीँ, त्यो पनि त्यहीँ, एकदमै गाह्रो थियो। घर चितवन भएको कारणले बाबा उहाँ हुनुहुन्थ्यो। अनि मलाई के लाग्थ्यो भने बाबा र आमा मर्ने बेलामा चाहिँ एउटै घरमा चाहिँ राख्छु है भन्ने एकदम इच्छा थियो। त्यसपछि म प्रोजेक्ट सकेपछि म रात पनि भन्न दिन पनि भन्न, म एउटा आज इटलीमा हुन्थ्यो भने होइन, भोलि पोल्यान्डमा हुन्थ्यो, त्यस्तो ब्रिफ दिन जान्थेँ। म मोटिभेसनल टक गर्दाखेरि इन्कम आउँथ्यो। अनि मैले दुःख सुख गरेर एउटा घर किनेँ है यहाँ। अनि आमा बाउलाई राख्ने भनेर चाहिँ सबै कन्फर्म गरेर चाहिँ म चाहिँ टक्क प्लेनमा उडेँ युकेदेखि।